इन्टरनेट र आइपिटिभी दुईवटै कनेक्सन भएको टिभीहरूमा चाहिँ आजभोलि एउटा कमन समस्या देखिएको छ। युट्युब ओपन गर्ने बित्तिकै ब्लू स्क्रिन अथवा ग्रीन स्क्रिन आएर अटोमेटिकली बन्द हुने गर्छ। त्यसको लागि यो सानो तरिका अपनाउनु भयो भनेदेखि युट्युब सजिलै नै ओपन हुने गर्छ। ब्लू स्क्रिन आइरहेको अवस्थामा नै रिमोटबाट रेड बटन प्रेस गरेर सेटिङलाई ओपन गर्न सकिन्छ अथवा अप डाउन राइट लेफ्ट एरो बटन क्लिक गरेर सेटिङसम्म पुग्न सक्नुहुन्छ। त्यसपछि डाउन एरो बटन प्रेस गरेर एप्समा जाने, त्यहाँ तपाईले युट्युब देख्न सक्नुहुन्छ। त्यसैलाई सिलेक्ट गर्ने, त्यहाँ क्लियर डाटा भन्ने अप्सन छ, त्यसमा क्लिक गर्ने र ओके गर्ने। एक पटक भन्दा पनि 3 पटकसम्म तपाईले क्लियर डाटा गरेर फेरि युट्युबलाई ओपन गर्नुभयो भने चाहिँ युट्युब ओपन हुन्छ। यदि टिभी बन्द गरेर केही समयपछि अथवा 1-2 दिनपछि सेम समस्या देखा पर्यो भने यसरी नै तपाईले यो समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ। यो अवस्थामा पुगिसकेपछि तपाई लगइन गरेर अथवा गेस्टको रूपमा युट्युब सजिलै नै हेर्न सक्नुहुन्छ है त।